नमस्कार। भेट सेवा युट्युब च्यानलमा तपाईहरुलाई हार्दिक स्वागत छ। आज यस भिडियो मार्फत हामीहरूले कुकुरहरुमा बन्ध्याकरण गर्दा कुन उमेर समूहमा गर्नुपर्छ र कति उमेरपछि समय भइसकेपछि गर्नुपर्छ भन्ने विषयमा विशेष जानकारी लिएर आएका छौं। यदि तपाईहरुले आफ्नो घरमा पेट फ्रेन्डको रूपमा डग पाल्नु भएको छ र स्थायी रूपमा प्रजनन रोक्न चाहनुहुन्छ, त्यसको लागि बन्ध्याकरण गर्ने सोचमा हुनुहुन्छ भने कुन उमेरमा गर्दा राम्रो हुन्छ, कति समयमा गर्दा राम्रो हुन्छ भन्ने तपाईमा अन्यल छ भने यो भिडियो तपाईहरुको लागि। यदि तपाईहरुले आफ्नो घरमा सानो जातका पोथी कुकुरहरु जस्तै पोमेरियन, पग, जातने स्पिज पाल्नु भएको छ भने उक्त पोथी कुकुरले पहिलो पटक मेन्स्ट्रुएसन साइकल देखाएको अथवा स्ट्रेस साइकल देखाएको अर्थात् हिटमा आएको अवस्था भइसकेपछि बन्ध्याकरण गर्दा चाहिँ सबैभन्दा राम्रो मानिन्छ। त्यसैगरी तपाईहरुले ठूलो जातका पोथी कुकुरहरु जस्तै जर्मन शेफर्ड, गोल्डन रिट्राइभर, ल्याब्राडोर रिट्राइभर पाल्नु भएको छ भने उक्त कुकुरको उमेर 6 महिना पुगिसकेपछि मात्र बन्ध्याकरण गराउनु भयो भने राम्रो मानिन्छ। किनभने त्यो समयमा 6 महिना कट्दै गर्दाखेरि कुकुरहरुमा बोन डेभलपमेन्ट, हड्डीहरुको डेभलपमेन्ट र अन्य अङ्गहरुको डेभलपमेन्ट, त्यसैगरी मांसपेशी डेभलपमेन्ट चाहिँ राम्रोसँग भइसकेको हुन्छ। त्यसपछि गराउँदाखेरि चाहिँ राम्रो मानिन्छ। भाले जातको कुकुरको सन्दर्भमा कुरा गर्दै गर्दा ठूलो जातको होस् या सानो जातको भाले कुकुर होस्, दुवैको लागि बन्ध्याकरण गर्नको लागि चाहिँ 6 महिना उमेर कटिसकेपछि गर्दा चाहिँ उपयुक्त मानिन्छ। जसले गर्दा त्यो उमेर समूहमा पुग्दै गर्दाखेरि उनीहरुको चाहिँ हड्डीको डेभलपमेन्ट, मसल डेभलपमेन्ट, अर्गन डेभलपमेन्ट र सबै खालको डेभलपमेन्टहरु चाहिँ भइसकेको हुने भएका कारणले चाहिँ 6 महिना कटिसकेपछि भाले कुकुरको बन्ध्याकरण गर्न उपयुक्त मानिन्छ। नजानेर सानो उमेरमा बन्ध्याकरण गराइयो भने के कस्ता समस्याहरू देखिन सक्छन् भन्ने विषयमा पनि थोरै चर्चा गरौँ। यदि हामीहरूले अपरिपक्व उमेरमा अर्थात् सानो उमेरमा हाम्रो कुकुरहरुको बन्ध्याकरण गराइयो भने विशेष गरिकन हड्डी र हाड जोड्ने सम्बन्धी समस्याहरू देखिन सक्छन्। त्यसैगरी अर्को मुख्य समस्याको रूपमा चाहिँ पिसाब सम्बन्धी समस्याहरू देखिन सक्छ। जस्तै पिसाब अड्किने, पिसाब चुइने समस्याहरू देखिन सक्छ भने अत्यधिक रूपमा मोटाउने र व्यवहारमा चाहिँ एक्कासी अर्कै खालको परिवर्तन आउने समस्याहरू देखिन। कुन उमेर समूहमा गर्नुपर्छ र सही समयमा बन्ध्याकरण गराउँदा के कस्ता फाइदाहरू हुन सक्छन् र गलत समयमा बन्ध्याकरण गराउँदा के कस्ता नोक्सानीहरू हुन सक्छन् भन्ने सन्दर्भमा गरिएको कुराकानी आजलाई यति नै। अर्को भिडियोमा अन्य पशु स्वास्थ्य सम्बन्धी जिज्ञासाहरू र जानकारीमूलक भिडियोहरू ल्याउने बाचाका साथ आज यस भिडियोबाट बिदा हुन्छु। हस्त, धन्यवाद, नमस्कार।